किस्ट हस्पिटलको लापरवाहीको कारणले गर्भवती मीना राईको ज्यान जान्छ। उनका आफन्तजनहरूले एउटी गर्भवती महिलाको अहिलेको समयमा पनि कसरी ज्यान जान्छ भन्ने हिसाबले खोजनीति गर्न खोजे र शान्तिपूर्ण आन्दोलन पनि गरे। तर जवाफमा के गर्यो थाहा छ? एउटा आफन्त गुमाउँदाको पीडा छुट्टै छ, त्यसमाथि पनि उनीहरूमाथि पुरा प्रहरी फोर्स नै मगाएर उनीहरूमाथि जवाबी कारबाही गर्न लगाइयो। होइन, यो गृह प्रशासनले के हेरेको छ? जुनसुकै गृहमन्त्री भए पनि यही हालत हो। त्यहाँ गएर शान्तिपूर्ण आन्दोलन गरिरहेका व्यक्तिहरूमाथि लठीचार्ज गर्ने आदेश दिनु पनि गलत हो नि, होइन र? मान्छे मरेको छ, कुनै कुकुर मरेको होइन नि। आक्रोशित सबै हुन्छ। फिल्डमा जाने कमान्डरले अलिकति पनि सोच्नु पर्दैन? उसको आफ्नै मान्छे भएको भए के हालत हुन्थ्यो होला? होइन, यो नेपाल पुलिसले कुरो नबुझे हो कि उनीहरूको दिमाग नभए हो कि के हो? तर जेनजीहरूले जे गरे यो हिसाबले त ठिकै गरे जस्तो लाग्छ।